ती जेनजी भाइ बहिनीलाई किन आतंकित गर्दै हुनुहुन्छ? यदि तपाईँले अपराधीकरण गर्नु खोज्नुभयो हो, गर्न खोज्नुभयो भने त्यो लासहरू त्यही थियो त, ती भाइ बहिनीका हत्याराको उसमा इमिडिएट समातेर कारबाही किन थाल्नुहुन्न? अब यदि जेनजीलाई नै अपराधीकरण गर्नुभएको छ, त्यही घटनाहरूलाई नै अपराधीकरण गर्नुहुन्छ, यो राजनैतिक आन्दोलनको रूपमा छैन भन्नुहुन्छ भने 23 गतेमा भएका हत्याराहरूलाई फटाफट समातेर हाल्नुहोस् न। त्यहाँ त दोषी प्रमाण सबै छ त। के भन्न खोज्नुभयो तपाईँले? 24 गतेको घटना मात्र यो देशले चाहिँ बिहोर्नु परेको हो क्षति? के सोध्दै हुनुहुन्छ? कसरी डबल स्ट्यान्डर्ड गर्दै हुनुहुन्छ तपाईँहरू? यति त बुझिन्छ होला नि, कानुनका नै व्यक्ति हुनुहुन्छ तपाईँहरू त, संविधानविद पनि हो भन्नुहुन्छ। ल भन्नुहोस् न, कुन ठाउँमा गएर डिस्कसन गर्नुपर्छ, कहाँ आर्गुमेन्ट गर्नुपर्छ, कहाँ लजिकल कुराहरू गर्नुपर्छ? के गर्दै हुनुहुन्छ? हरेक ठाउँबाट आइरहेछ फोनहरू। आन्दोलन शान्तिपूर्ण रूपमा तपाईँले राख्न नसक्नु तपाईँहरूको त्यतिखेरको सरकारको अक्षमता थियो। किन राख्न सक्नु भएन त? घुसपैठ थियो भने त्यो घुसपैठलाई नियन्त्रण किन गर्न सक्नु भएन? तिनीहरूलाई सोध्नुहोस् न। तत्कालीन सरकारका प्रधानमन्त्रीदेखि लिएर जो जिम्मेवार छन्, गृहमन्त्रीदेखि, तिनीहरूलाई ल्याउनुहोस् न कठघरामा। म त यो बुझिरहेको छैन तपाईँहरूको। तपाईँले यत्तिकै आयो आइजी भन्ठान्नुभयो होइन। जीवनमा इतिहास छ, 6औं 7औं पल्ट पनि मार्न आएकाहरूसँग पनि बाँचेर तपाईँले यो जेनजीलाई, यो देशलाई एउटा सुनौलो बनाउनका लागि लेखिएको रहेछ भन्ने कता कता लागिरहेछ मलाई पनि। त्यसै साथ दिँदै छैन मैले जेनजी भाइहरू। एउटा सीमा हुन्छ। तिमीहरूलाई लुटपाट गर्नका लागि मात्र यो देश हो? मनप्रति गर्नका लागि मात्र हो तिमीहरूलाई यो? किन अपराधीकरण गर्दै हुनुहुन्छ त्यो घटनालाई मात्र? त्यसो जारी परिसकेको छ, समात्नु न सबैले समात। पुनः आन्दोलन शान्तिपूर्ण तपाईँहरूले गरेर सरकारमा यतिका वर्षसम्म लुट मचाउनु भयो। कति कति पल्ट प्रधानमन्त्रीहरू बन्नुभयो, यो देशलाई कहाँ पुर्याउनु भयो, टाट पल्टाउनु भयो। बाहिर विदेशमा जाँदाखेरि हेर्नुहोस्, फाइनेन्सियल एक्सन टास्क फोर्सले ग्रे लिस्टमा राखेको, मलाई 2014 को याद छ, सम्झना छ। हुन्डीका कारोबारी गर्ने अरबौँहरूलाई समात्या कार्यालयले ग्रे लिस्टबाट लिफ्ट पाएको थियो। मलाई पनि छ, दमका साथ भनिरहेछु, मैसँग काम गरेका त हुनुहुन्छ, विभिन्न निकायमा हुनुहुन्छ, अझै काम गर्दै हुनुहुन्छ धेरै। तर काम गर्न छोडेर किन यो नचाहिने कुराहरूमा लागिरहनु भएको छ? म चक्क परेको छु। जसले यो देशमा भ्रष्ट शासनलाई अन्त्य गर्नका यत्तिका साहस गरेर बटुलेर कलम कपी बोकेर झकझक्याउन गएका चाहिँ अरूमाथि प्रहार गरेर यो अकल्पनीय घटना ल्याउने पनि तिनै शासन